नमस्ते। अब हाम्रो यात्रा तौली हावाको तिलौरा कोटमा हामी जाँदैछौँ। तिलौरा कोटमा होइन, हामी कहाँ जाँदैछौँ? तिलौरा कोटमा बुद्ध चाहिँ आफ्नो मामा घरमा समय बिताएको बेलाको तिलौरा कोट हो कि मामा घर। ए बुद्धको त्यहाँ बिताएको अरे के मामा घर। हामी त्यहाँ जाँदैछौँ र त्यो तिलौरा कोटमा जानुको हाम्रो अर्थ छ। यो विशेष यात्रा पनि हो हाम्रो। यहाँ चाहिँ भिनाजुले आजभन्दा 45 वर्ष अगाडि उहाँ 18 वर्षको हुँदाखेरि काम गर्नुभएको ठाउँ गोरुसिङे राजमार्ग रोडको परियोजना तौलीमा काम गर्दाको क्षणमा उहाँ त्यतिखेर आउनुभएको। 45 वर्षपछि फेरि आउँदै हुनुहुन्छ उहाँ चाहिँ। हामी चाहिँ आएकै थिएन यो ठाउँ हाम्रो लागि नयाँ, त्यता जाँदैछौँ र त्यहाँ काम गर्दा भएको अफिस, त्यहाँ उहाँले सँगै काम गरेका मान्छेहरू कोही छन् भने उहाँ भेटिन्छ कि भन्ने आशाका सहित हामी अगाडि बढिरहेछौँ। ल कोट यहाँ 5 किलोमिटर आयो ल, त्यो आयो त्यसरी। गोरुसिङे 17 किलोमिटर मात्र रहेछ भने 5 किलोमिटर रहेछ। ए छिटो आइस। यहाँ जाँदैछौँ हामी। खोजेको मैले यस्तो दुःख लाग्यो, यस्तो बेलामा आएर भेट्नु पर्यो। ए तपाईँले त त्यो कुरा नाम मेरो भनिराख्नुहुन्थ्यो होला उहाँले। हजुर एकदम, हजुरलाई त धेरै नै सम्झिनु। ए एकचोटि बोलाउँ है उसलाई, दिदीहरूलाई बोलाउनु। उहाँ चाहिँ भाउजू रहेछ। अब दाइ त बित्नु भएको 9 महिना भएर छ। यो मेरो मिसेस उहाँ बुहारी भाइ चाहिँ भाउजू रहेछ। भाउजूलाई पनि चिन्दिनँ म। अब दाइले चाहिँ कुरा गरिरहेको रहेछ मेरो। नामले त मलाई एकदम थाहा थियो, मेरो भनेको छोराछोरीलाई सबैलाई थाहा छ। ए हो? हजुर जाउँ न, भित्र जाउँ न। भित्र जाउँ, पानी सानी खाऊँ, चिया खाऊँ। कस्तो सम्झौमा आउनु, कस्तो बेलामा आयो, एकदम मजा भयो। उहाँलाई मैले जिस्काउँथेँ, हजुर मात्रै सुरेश भन्नुहुन्छ, सुरेशलाई मतलब छैन भने मैले भनिरहन्थेँ। मलाई पनि भन्नुहुन्थ्यो कि मैले पहिला सुरुमा काम गरेको प्रोजेक्ट हो, मेरो दाइ त्यही हुन्छ, म त देखेको, अनि तिमीलाई लान्छु भनेर भन्नुहुन्थ्यो कि मलाई त्यहाँ यो ठाउँमा। म पनि फर्स्ट टाइम, हामी भाइ बुहारी सबै फर्स्ट टाइम तिलौरा कोट तिलौरा कोट पनि लिएर आउने, अनि मेरो साथीलाई पनि भेट्ने भनेर, अनि मैले काम गरेको पहिलो ठाउँ हो यो भनेर भनिराख्नु हामी दादै कहाँ होला अब कभिड चाहिँ अब कस्तो भइसक्यो होला। तपाईँले पहिला देखेको कुरा 40 वर्ष, कति 45 वर्ष होइन, 45 वर्ष कस्तो चेन्ज भइसक्यो होला, कहाँ जानुभयो होला उहाँहरू भनेरै भनेको। तर उहाँले ठ्याक्कै कस्तो पत्ता लगाएर अनि घर त पुरानै अगाडिदेखिकै हजुर पानी पिउने पानी उमालेको त्यति यस्तो छिटो जानु होला जस्तो लागेको थिएन। हेल्दी नै थियो मान्छे। ए भैरवमा यति रहेछ। पुरानो त अहिले बसाइ भैरव मान्छे त्यही टुटेको। अनि छोरा अमेरिकामा जान्छ। यो 6 महिना बस्यो कि छोरा। मेरो खुट्टा पनि फ्र्याक्चर भएको थियो, ट्याक्क उहाँ बित्ने भन्दा 10 दिन पहिले खुट्टा फ्र्याक्चर भयो। त्यसपछि राम्रै हो कि पहिले चाहिँ 7 वर्ष पहिले त्यस्तै उहाँ कोमामा जो गएर मैले काठमाडौँ लिएर गएको ठिक भएको थियो। अहिले त हिँडेरै बाइकमा लिएर गएको कि म जानु मान्नु भएको थिएन। कस्तो पोखरा नआउनु रहेछ है। उहाँले नम्बर पनि मैले लिनँ, उहाँले पनि फोन नगर्नु, त्यस्तो भयो। हिँड्न भनेपछि एकदम कहीँ नहिँड्ने गाह्रो हुने रहेछ उहाँलाई। अनि मोबाइल केही नपुगेर आएको मान्छे। मोबाइल त अहिले पनि थिएन, मान्नु मोबाइलै बोक्न नमान्ने मान्छे। पहिलाको नम्बर थियो अरे विराजसँग। बहिनीको बिहामा लिएर गएको सुरेशले। बहिनी एकछिन कसको होइन राजबिराज लगाएको थियो क्या। त्यो बेलामा मिराको बिनाको बिहा थियो बहिनीको। त्यो बेला हाम्रो बाजेहरूसँग एकदम नजिकमा 38-36 साल त्यो कुरा होइन। उहाँ आउनुभएको थियो कति 17 वर्ष अगाडि पोखरामा। 17 भएन 17 सानो थियो होला।
त्यो बेला बाजेकोमा थियो कि हामी छोराहरू छैनन् होला यहाँ छैनन् सबै हाम्रो ए सबै आनन्दबाग यो ठाउँको नाम हुन्छ हस् आते जाते खूबसूरत आवारा सड़कों पे कभी कभी इत्तेफाक से कितने अनजान लोग मिल जाते हैं उनमें से कुछ लोग